शेक्सपियरले भनेको छ है, आई क्यान नो अदर एन्सर मेक बट थ्याङ्क्स एन्ड एभर थ्याङ्क्स। यसरी नै आज म यहाँनिर एकदम कृतज्ञताको हृदय लिएर तपाईँहरूप्रति उभिरहेको छु है। म सन्त एन्थोनी पल्लीमा यसरी मेरो एक हप्ताको भनौँ त्यस्तै मेरो मिनिस्ट्री थियो है, जुन चाहिँ मैले तपाईँहरूसँग बिताउनु पाएँ, त्यसको लागि म अति नै खुसी छु। अनि म आफैलाई भाग्य पनि ठान्दछु, किन भन्दाखेरि मैले यतिजना होम्सको मान्छेहरू है, यस किलाटारको मानिसहरू चिन्नु सकेँ, युथहरू चिन्नु सकेँ होइन। त्यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद छु। हुनु त म त्यहाँनिर आइ नै रहेको होइन, तर त्यस्तो हाम्रो भेटघाटै हुन्थेन, देखि कहिले बोलेको थिइनँ। तर योपालि मलाई खुसी लाग्यो, किन भन्दाखेरि मैले सोचेको भन्दाखेरि मेरोमा के सोच थियो, एउटा सोच चाहिँ भन्दाखेरि किनभने म दिन त्यहाँनिर गइरहेको होइन। अन्त त्यही अब कस्तो खालको भन्नु हुन्छ नि, अब किनभने आफन्तहरू नै हुन्छ होइन, त्यही कारण चाहिँ अब तर मैले सोचेको भन्दा चाहिँ एक्ज्याक्ट उल्टा भएर क्या त्यसले चाहिँ हुन्छ नि। अब मैले यस्तो खालको एक्सपिरियन्स चाहिँ लाइफमा कहिले पनि गरेको थिइनँ होइन, फेरै भनेको अब इट वाज रियली गुड होइन। अन्त तपाईँहरूलाई चाहिँ म त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिँदछु होइन। तपाईँहरूको हामी अब एक हप्तामा है यसरी क्यारोल खेल्दै यताउता जाँदाखेरि अझै हाम्रो बन्ड पनि अझै घनिष्ठ भएर गएको छ होइन। त्यसै कारण तपाईँहरूलाई चाहिँ म मेरो हृदयबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। अनि तपाईँहरूले आइदिएकोमा मेरो जीवनमा अनि म पनि तपाईँहरूको जीवन यसरी जुर्न सकेँ र हामी यसरी नै यही सम्बन्धलाई अघि बढाएर जानेछौँ होइन। भविष्यमा हामी कतै म सायद होमस्टे आइबस्छु, दिदीकोमा आइबस्छु, त्यसले गर्दाखेरि म तपाईँहरूसँग भेट यसरी भइरहनेछु होइन। त्यति बेला हामी भुल्ने छैनौँ एकअर्कालाई। अनि तपाईँहरूको लागि पनि म प्रार्थना गरिदिइरहनेछु, अनि मेरो लागि पनि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्, ताकि हामी सबैको जीवनमा एकअर्का नै हो, सबैभन्दा ठुलो त प्रार्थना नै हो होइन। दिनु त तपाईँहरूलाई म केही पनि सक्दिनँ, हृदयबाट धन्यवाद। र तपाईँहरूको निम्ति म सधैँ नै प्रार्थना गरिदिइरहनेछु र मेरो लागि पनि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्। साथै म तपाईँहरूको हरेक जनको परिवारको निम्ति पनि प्रार्थना गरिदिनेछु। यही भन्दै म मेरो दुई शब्द कि धन्यवाद शब्दहरू यही नै अन्त्य गर्छु। धेरै धेरै धन्यवाद अलिकति थपमा थप हामी